हजुर दुवाचुङमा हेरेपछि मलाई लागेका कुराहरू विशेष रूपमा यसको सांस्कृतिक महत्त्व बढी छ। यसको सांस्कृतिक महत्त्व कुन अर्थमा भन्दाखेरि नेपालकै एउटा ठुलो समुदाय कसरी एउटा सभ्यताको विकास क्रममा चाहिँ अगाडि बढ्यो र तिनीहरूले चाहिँ के कामहरू गरे भन्ने कुराको उदाहरण यहाँ हेर्न पाइन्छ। त्यो उदाहरण फेरि पनि सभ्यता बुझ्न, संस्कृति बुझ्न, समाजको हिस्ट्री बुझ्नलाई उपयोगी छ। त्यो भनेको कसरी मान्छेहरूले चाहिँ खेती गर्न सिके या कपडा या आफ्नो लुगाहरू सिउन या बुन्न सिके, त्यस्तै र यहाँबाट अरू सभ्यताहरू या अरू समुदायहरू कसरी विकास हुँदै गयो भन्ने कुराहरू हेर्नको लागि चाहिँ यो धेरै उपयोगी। त्यो सभ्यता बुझ्नको लागि, इतिहास बुझ्नको लागि, संस्कृति बुझ्नको लागि त्यत्तिकै उपयोगी छ। यसको संरक्षण धेरै साह्रो महत्त्वपूर्ण हुनसक्छ। नेपाली समाज बुझ्न, नेपाली समाजको एउटा समुदायको इतिहास बुझ्न, संस्कृति बुझ्न त्यत्तिकै उपयोगी हुनसक्छ हामीलाई चाहिँ। त्यस अर्थमा यसको संरक्षण समाजको तर्फबाट, समुदायको तर्फबाट र राज्यको तर्फबाट पनि हुनु जरुरी छ। त्यसको लागि गर्न सकिने एउटा काम मध्ये फेरि पनि यसको ऐतिहासिकताको बारेमा अध्ययन गर्ने र त्यसलाई चाहिँ अभिलेखीकरण गर्ने या त्यसलाई लिखित रूप दिने, जे जस्तो खालको कथा कहानी या मिथकहरू छन् त्यसलाई चाहिँ फेरि पनि उतार्नु जरुरी छ। त्यो लिखित रूपमा उतार्नु जरुरी छ या त्यसको भिजुअल बनाउनु जरुरी छ। त्यसको एक खालको सार्वजनिकरण गर्नु जरुरी छ। यसको लागि चाहिँ गर्न सक्ने योगदान गर्नको लागि सबैलाई आग्रह गर्न चाहन्छु।